इन्कम इलास्टिसिटी अफ डिमान्ड मागको आयोलोज। सामान्यतया कुनै पनि उपभोक्ताको आम्दानीमा वृद्धि हुँदा कमसल वस्तु इन्फेरियर गुड्स बाहेकका अन्य वस्तुहरूको माग पनि वृद्धि हुन्छ। तर उपभोक्ताको आम्दानी घट्दा माग स्वतः घट्न जान्छ। अर्थात् यदि कुनै उपभोक्ताले मासिक रु 20,000 कमाउँदा उसले वस्तुको माग परिमाण जुन स्तरमा गर्दथ्यो, यदि उपभोक्ताको आम्दानी रु 40,000 हुँदा त्योभन्दा बढी परिमाणमा वस्तुको माग गर्छ भनेर मागको नियमले देखाउँछ। तर उपभोक्ताको आम्दानीमा कति प्रतिशत वृद्धि हुँदा माग परिमाण कति प्रतिशत वृद्धि हुन्छ भनेर देखाउन सक्दैन। तसर्थ उपभोक्ताको आम्दानीमा भएको परिवर्तनले माग परिमाणमा हुने परिवर्तनलाई प्रतिशतमा मापन गर्न मागको आयोलोजद्वारा मापन गरिन्छ। यस सन्दर्भमा रिचार्ड जी लिप्सेका अनुसार मागको आयोलोजले आयमा भएको परिवर्तनले मागमा कति परिवर्तन हुन्छ भन्ने कुरा जनाउँदछ। मागको आयोलोजको निर्धारण उल्लेखित सूत्रबाट पनि प्रश्न पार्न सकिन्छ। EY = डेल्टा Q by Q multiplied by 100 होल डिभाइडेड बाई डेल्टा Y by Y multiplied by 100। यसलाई संक्षिप्त रूपमा EY = डेल्टा Q by डेल्टा Y इन्टु Y by Q, जहाँ डेल्टा Q भनेको चेन्ज इन डिमान्ड, डेल्टा Y भनेको चेन्ज इन इन्कम, Q भनेको क्वान्टिटी डिमान्ड र Y भनेको इनिसियल इन्कम हो। टाइप्स अफ इन्कम इलास्टिसिटी अफ डिमान्ड। मागको आयोलोजका प्रकारहरू। मागको आयोलोजको प्रकारलाई मुख्य गरी 4 भागमा विभाजन गरिएको छ, जस अन्तर्गत पहिलो छ मागको शून्य आयोलोज, जिरो इन्कम इलास्टिसिटी। दोस्रो छ इकाइभन्दा बढी मागको आयोलोज, इन्कम इलास्टिसिटी ग्रेटर देन युनिटी। तेस्रो छ एकाइभन्दा बढी मागको आयोलोज, इन्कम इलास्टिसिटी लेस देन युनिटी। र चौथो छ मागको ऋणात्मक आयोलोज, नेगेटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड। मागको शून्य आयोलोज, जिरो इन्कम इलास्टिसिटी। यदि आयमा भएको परिवर्तनको प्रभाव मागमा पर्दैन, अर्थात् शून्य प्रभाव पर्छ भने यस प्रकारको मागलाई मागको शून्य आयोलोज भनिन्छ। उदाहरणको लागि, यदि कुनै उपभोक्ताको आम्दानी 10% वा 20%ले वृद्धि हुँदा पनि वस्तुको माग परिमाण समान हुन्छ, अर्थात् मागमा कुनै परिवर्तन हुँदैन। जस्तै उपभोक्ताले रु 10,000 कमाउँदा उसले नुन, तेल, बेसारको माग जुन परिमाणमा गर्दथ्यो, उसले रु 40,000 वा सोभन्दा बढी कमाउँदा समेत उसको माग परिमाणमा कुनै परिवर्तन देखिँदैन। यसलाई रेखाचित्रबाट यस प्रकारले देखाउन सकिन्छ। प्रस्तुत रेखाचित्र अनुसार उपभोक्ताको आय क्रमशः Y1 बाट वृद्धि भई Y र Y बाट वृद्धि भई Y2 हुँदा पनि वस्तुको माग परिमाण Q बिन्दुमै यथावत छ। यसैलाई नै मागको शून्य आयोलोज भनिन्छ। नम्बर 2, एकाइभन्दा बढी मागको आयोलोज, इन्कम इलास्टिसिटी ग्रेटर देन युनिटी। उपभोक्ताको आयभन्दा बढी अनुपातमा माग परिमाण परिवर्तन हुन्छ भने यस प्रकारको मागलाई इकाइभन्दा बढी मागको आयोलोज भनिन्छ। जस्तै उदाहरणको लागि, यदि कुनै उपभोक्ताको आयमा 10%ले वृद्धि हुँदा माग परिमाणमा 15%ले वृद्धि भयो भने यसलाई एकाइभन्दा बढी मागको आयोलोज भनिन्छ। यस्तो अवस्था विलासी वस्तु, सुपेरियर वस्तु र सुविधाजनक वस्तुमा देखा पर्दछ। यसलाई रेखाचित्रबाट पनि यस प्रकारले देखाउन सकिन्छ। प्रस्तुत रेखाचित्र अनुसार उपभोक्ताको आम्दानी 10%ले वृद्धि भए Y1 बाट Y2 पुग्दा वस्तुको माग परिमाण 15%ले वृद्धि भए Q1 बाट Q2 पुगेको छ। यस रेखाचित्रले इकाइभन्दा बढी मागको लोजलाई स्पष्ट रूपमा देखाएको छ र यसलाई समीकरण EY ग्रेटर देन 1 ले जनाइन्छ। नम्बर 3, एकाइभन्दा कम मागको आयोलोज, इन्कम इलास्टिसिटी लेस देन युनिटी। यदि उपभोक्ताको आयको अनुपात भन्दा कम अनुपातले वस्तुको माग परिमाण वृद्धि हुन्छ भने यस प्रकारको मागलाई इकाइभन्दा कम मागको आयोलोज भनिन्छ। जस्तै उदाहरणको लागि, यदि उपभोक्ताको आय 10%ले वृद्धि हुँदा वस्तुको माग परिमाण 5%ले वृद्धि हुन्छ भने यस्तो अवस्थालाई एकाइभन्दा कम मागको आयोलोज भनिन्छ। यस्तो अवस्था प्रायजसो खाद्यान्न वस्तुहरूमा देखिन्छ। यसलाई स्पष्ट रूपमा यस रेखाचित्रबाट प्रस्तुत गर्न सकिन्छ। प्रस्तुत रेखाचित्रमा उपभोक्ताको आय 10%ले वृद्धि भई Y1 बाट Y2 पुगेको छ, तर वस्तुको माग परिमाण भने जम्मा 5%ले मात्रै वृद्धि भएर Q1 बाट Q2 पुगेको छ। यस प्रकारको मागलाई EY लेस देन 1 ले जनाइन्छ। मागको ऋणात्मक आयोलोज, नेगेटिभ इन्कम इलास्टिसिटी अफ डिमान्ड। यदि कुनै उपभोक्ताको आय 10%ले वृद्धि हुँदा वस्तुको माग परिमाण वृद्धि हुनुको सट्टा उल्टै माग परिमाण घट्छ भने यस प्रकारको मागलाई मागको ऋणात्मक आयोलोज भनिन्छ। यस प्रकारको माग प्रायजसो कमसल प्रकृतिको वस्तुको मागमा देखिन्छ। मानौ कुनै उपभोक्ताले मासिक 10,000 कमाउँछ भने उसले आफ्नो कम क्रय शक्तिको कारणले सस्तो र कमसल प्रकृतिको वस्तुको माग गर्छ। तर त्यही उपभोक्ताको आयमा वृद्धि भई 20,000 कमाउन थाल्यो भने उसको क्रय शक्तिमा वृद्धि हुन्छ र उसले कमसल वस्तुको माग घटाएर अन्य सुविधाजनक वस्तुहरूको माग बढाउँछ। यसलाई रेखाचित्रबाट यस प्रकारले देखाउन सकिन्छ। रेखाचित्र अनुसार उपभोक्ताको आय Y बाट 10%ले वृद्धि भई Y2 हुँदा
वस्तुको माग परिमाण 5% ले घटी Q1 बाट Q2 भएको छ। यसलाई समीकरण EY = नेगेटिभले जनाइन्छ।